गाउँपालिकादेखि नेपालगञ्ज जान लागेको फोर्स गाडी 5 काटिया नजिकै एकदमै जोखिम अवस्थामा आएर अड्डिराखेको हुँदा अहिले चाहिँ 2वटा एक्सकाभेटरहरू ल्याएर गाडीलाई चाहिँ उद्धार गर्ने काम भइरहेको छ। 2वटा ल्याएर एकदमै भयानक दुर्घटनाबाट बचेको छ। अहिले हेर्न सक्नुहुन्छ यस्तो अवस्थामा गाडी अड्केको छ। 2वटा एक्सकाभेटर ल्याएर यो गाडी अड्केको छ भने यात्रु आधा यात्रु बेला हुन्छ। यो 2वटा एक्सकाभेटर ल्याएर गाडी उद्धार भिडिरहेको छ। यात्रुवाहक गाडी नेपालमा सकुशल उद्धार गर्ने क्रम जारी रहेको छ। ठुलो दुर्घटना हुनबाट गाडीलाई चाहिँ बचाइएको छ। यात्रुहरूलाई सकुशल निकालिएको छ। यी गाडी निकाल्नको लागि चाहिँ एकदमै 2वटा टायर गाडी लाग्यो छिटो बाजु झारझार गर्न लाग्यो गाडी कुद्न त्यस्तोमा के राख्नु आएको गाडी फेरि लिएर गाडी छुट्याएन उता पहिला जाने नि उता पहिला जाने यस्तो बाटो थियो क्या बाहिर पोल्टेको बाटो अब त्यो पोल्टे चाहिँ चिप्यो क्या ल यतिखेर धेरै लामो प्रयासपछि गाडीलाई चाहिँ एक्सकाभेटर लगाएर बाटो खनिसकेपछि तान्ने काम भइरहेको छ। एक्सकाभेटरले टोचन लगाएर गाडीलाई तानिरहेको छ। एकदमै जोखिम एकदमै जोखिम समाखेर ढुङ्गा खसिरहेको छ। तल पनि ढुङ्गा खसिरहेको छ। माथिबाट ढुङ्गा खसिरहेको छ। एकदमै जोखिमपूर्ण जोखिमपूर्ण अवस्था।
पागलहरू मैले त तान्छु नि हाम्रै टोक्टाउने सरले म सिधा गएछु ढुङ्गासम्म सिधा गरेर गाडी राखिदिन्छु भन्दाखेरि होइन गइसक्यो गाडी गइसक्यो भने उल्टा ठाउँलाई पनि हाम्रो गुरु हुन् त्यही त अलिकति सिधा गऱ्यो भने त्यहाँले चाहिँ ढुङ्गा ल्याउनु पर्दैन थियो नि त ल है गाडी पास भयो ल जेसी छ बजे बस्दै थियो